आज चाहिँ म यो भिड पछाडि जाँदैछु यो जनताहरूसँग है। हिजो अस्ति चाहिँ यो वनमा जाँदा यिनीहरू वनमा जाँदा चाहिँ म चाहिँ आउँथेन, छोड्थ्यो कि। अनि आज चाहिँ मलाई पनि उता जान मन लाग्यो, घुम्नलाई पनि हुन्छ नि त। यो पछाडि चाहिँ जान्छु म नि। हेर न घाँस, ए आमा हो नि, घाँसले त बाटै छैन रहेछ भनेको। पहिला पहिला हाम्रोतिर बस्तु धेरै हुँदा त, हामी हुँदा त यहाँतिर त पुरै सफा हुन्थ्यो भाइ। यहाँनिर त घाँस काट्न आउँथ्यो। यहाँमा आजको भ्यू के साह्रो राम्रो हो। आजको मौसम त कस्तो राम्रो छ भनेको, यस्तो राम्रो देखिरहेछ आज, यस्तो सफा छ। गाह्रो छ पसिनाले त। बाटै छैन रहेछ हौ, यस्तो बाटो त यस्तो बिना गाडी भइसकेछ। पहिला पहिलातिर त यहाँतिर त जहिले घाँस काट्न आउँथ्यो, अहिले त कोही आउँदैन यहाँनिर घाँस काट्नलाई। गाउँमा खासै बस्तु नै छैन आजभोलि। सबैको मासिसक्यो। हाम्रो पनि अस्ति 2-3 महिना अगाडि त एउटा भैँसी थियो, त्यो पनि छैन। यस्तो राम्रो देखिरहेछ। यस्तो डरलाग्दो भिड छ साथीहरू, हेर्नु यहाँ। कहिले भिडको बाटो नहिँड्ने, कहिले नदेखेको मान्छे त यही डर लाग्छ होला हौ। हामी त अलि धेरै हिँडेन भने त यस्तो डर लाग्छ। खुट्टा काम छ कि। बाटो त यस्तो पो छ त। क्या रमाइलो देखेको त। ओहो, गाउँ त हरियाली। कहाँ पुग्यो हाम्रो बाख्रीहरू। लस्कारै हिँडिरहेछ यहाँ। यस्तो धेरै घाँस भने ए आमा हो, कस्तो राम्रो राम्रो घाँस रहेछ। पहिला त यो भिडहरू त घाँस नकाटेको नहिँडेको ठाउँ त कुनै छैन भाइ। यो बाटो मुनितिर तलतिर चाहिँ गएको छैन। आमामा के हो, बाटै छैन भाइ। सर्प आउँछ कि क्या। यो बाटो यो जङ्गल नआएको नि 1 वर्षै हुन लाग्यो हो। म त त्यही भएर आज चाहिँ जाम भनेर आएको। पसिना हेर्नु न गाइस, पसिना। हे भगवान, कस्तो राम्रो देखेको त। यो चाहिँ गण्डकी क्या कताबाट देखेको। डाँडा आइपुग्यो। अब जङ्गल छिर्ने बेला भयो। यिनीहरू चाहिँ, यो जन्दाहरू चाहिँ कहाँ जाने रहेछ। ए तलबाट पो गयो भाइ।
लि उफ गयो तल बस सरासरी गयो अब यिनीहरू त डाँडामा आइपुग्यो अब म त कहाँ जाने भन्दा चाहिँ सँगसँगै त जान्न म त यिनीहरूसँग त कहाँ तल जान्छ यिनीहरू भने वाह क्या रमाइलो ल यो जङ्गलको माथि एकजना मामाको गोठ छ कि अनि माथि माथि टाढा छ त्यो गोठ त कहाँ पुग्नु त्यो गोठ त अब यस्तो डाँडा डाँडा खान आउने रहेछ यो बाख्राहरू हिजो अस्ति पनि तल्लै गयो रहेछ घाँस त केही छैन रहेछ के खाने होला जङ्गल पनि के भाइ केही छैन घाँस पनि यो चाहिँ हामी जङ्गल जाँदा जहिले पनि भारी बिसाउने चौतारा हो ओके बाइ बाइ गाइस अब म चाहिँ यहाँसम्म मात्रै आएको बाख्रा सँगसँगै चाहिँ सानो सक्दिनँ बाख्रा चाहिँ खाएर आउँछ अनि अहिले पछि लाने हो बाघले खाए नि खाएर छोडिदिएको मैले त त्यसरी टाढा टाढा जान्छ कहाँ जानु ओके बाइ बाइ